सम्पूर्णमा शुभ बिहानी, शुभ प्रभात। यो लामो समयपछि बर्सातको कारणले, हिउँपात र चिसो मौसमको कारणले आज थोरै यो घाम लागेको कारणले तपाईहरुमाझ यो भिडियो बनाउन चाहे। अब तपाईहरुको ठाउँतिर, तपाईहरुको गाउँतिर, तपाईहरु बस्ने क्षेत्रतिर, तपाईहरु बस्ने सेक्टरतिर कस्तो छ यो त्यसको भिडियो पनि राखिदिनु होला, हामी हेर्न चाहन्छौँ। यो लामो समयपछि बर्सात एकदम निकै चिसो कारणले आज थोरै घाम लागेर हिडडुल गर्ने सहज वातावरण भएको छ। यो सहज वातावरणपछि हामीले थोरै एउटा यहाँ भिडियो बनाउन चाहेँ, म तपाईहरुलाई देखाउन चाहन्छु। ल हेर्न सक्नुहुन्छ, यहाँ यति बेला चिसोको कारणले कोही पनि आउनु भएको छैन, तर म मात्रै आइरहेको छु। एक दुईजना फाटाफुट्टा देखिनुहुन्छ कुकुर लिएर है, कतिमा मान्छेहरू अब बच्चा लिएर आउनु भएको हुन्छ, तर रनिङमा प्राय रनिङमै नै आउनुहुन्छ प्राय धेरै मान्छेहरू। तर म चाहिँ यति बेला रनिङमै आएको कारणले गर्दाखेरि यो भिडियो बनाउन आएको। चिसो पनि छ, चिसोमा दौडी पनि रहेको छु। कस्तो देखिरहेछ भिडियो, हल्लिरहेको होला सायद। यो गाडी जस्तो कुद्ने त होइन मान्छे, तर बिस्तारै कुदिरहेको कारणले गर्दाखेरि पनि यो भिडियो बनाउन आऊ है। कस्तो अथवा चिसो पनि भइरहेको छ। यहाँ एउटा यो तपाईको मेट्रोपोलिस बुकारेस्ट भन्ने हामी चाहिँ यस्तो छौँ है, यस्तो अवस्थामा कुदिरहेछौँ। तपाईहरु देख्न सक्नुहुन्छ हामी को हो भनेर, कसरी कुदिरहेछ भन्ने पनि थाहा होला है। हामी यस्तो अवस्थामा यसरी चाहिँ कुदिरहेछौँ है साथी हो। पैसा राख्ने, टक्क आफूले झिक्ने खाने, कति पैसा पर्छ, कहाँबाट स्क्यान गर्ने हो, हेर्नु सिस्टम यस्तो छ। कसैले पार्कमा पनि केही तपाईको 12 रुपियाँ पर्ने यस्तो फ्रुटहरू, तर 7 रुपियाँ पानी, त्यसपछि अलि माथि 18 रुपियाँ पर्न सक्छ यसलाई। यो 18 रुपियाँको कोड हान्ने सुकोस्, ट्याक्क झर्छ तल ग्राउन्डमा, ट्याक्क खाने। बनेको राजा मूर्तिहरू तपाईँले देखाउन चाहन्छु म। यहाँ भूत प्रेतको धेरै विश्वास गर्ने ठाउँ। यो ठाउँमा भूत प्रेतको धेरै विश्वास गर्दो रहेछ साथीहरूले। अब यहाँ किन भूत प्रेत लाग्छ भनेपछि पहिला मान्छेहरूले धेरै डराउने, भूत प्रेतले असर गर्छ भन्ने भएर है। अब तपाईलाई विशेष गरी त यो एलिफेन्ट ढलिरहेछ। यहाँ एलिफेन्ट देखाउँछु म टक्क पुरै यसरी।